सावधान, लॉटरी जीतने, तत्काल लोन पाने, घर बैठे पैसे कमाने, जल्दी पैसे बढ़ाने जैसे लालच भरे अवसर। हेलो कान्छी, के गर्दै हो? म अहिले ड्युटीमा छु। भोलि मेरो सेलारी आउँछ। म भोलि नै पैसा पाइदिन्छु नि ल। 20,000 तल गएर सेना भाडा दिऊ, अनि घर खर्चको लागि राख। अनि यहाँ सुन न, तिमीलाई सिन्दुर र चुरा पते आमालाई गुनेवाला चोरी अर्को महिनाको सिलाएर आइस किनाउन ल। कान्छा, मालिक आएको छ मालिक। म पनि राखिदिन्छु ल। अहिले त्यहाँ फोनमा बोलेको थाहा पायो भनेदेखि कामबाट निकालिदिनुहुन्छ। बाई। कान्छा, कान्छा। हजुर दाइ, म त यहाँ साह्रै थाकेर यहीँ बसिरहेको दाइ। अनि गाउँतिर फोन बोल्दै थियो त अघि, के छ खबर गाउँतिरको? सबजना सन्चै आरामै छ त? मालिक आएर राम्रोसँग बोल्नै पाएन दाइ। बोला बोलाइ मालिक आयो, फोन काट्यो। अहिलेसम्म राम्रोसँग बोल्नै पाएको छैन। 17-18 घन्टा कमाउनुपर्छ। कतिखेर खाना पकाएर, कतिखेर काम गरेर कति बोल्ने। कहिले राम्रोसँग बोलाउन पाउनु भयो घरतिर। आमा बुबाको के छ खबर होइन? हुन्छ नि एउटा। अनि छोरी दाजुभाइ इष्टमित्रहरूसँग कहिले पनि राम्रोसँग बोलाउन पाउनु भयो दाइ। यस्तै हो भाइ, न त खाने टाइम हुन्छ, न त सुन्ने टाइम। परदेशको जिन्दगी घर आउँदाखेरि हो विदेश जमजम लाग्ने। जब विदेश आउँछ नि दुःख पाउँछ नि आफूले, न त खाने टाइम हुन्छ, न त सुन्ने टाइम हुन्छ नि। हो त्यतिखेर घर जमजम लाग्ने। गाह्रो पो रहेछ दाइ।